हेलो सवारो नमस्ते। मेरो नाम चाहिँ कल्पना लिम्बू हो। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। टिकटक बनाएर भर्खर रेडी भएर म बारीतिर धानको बिउ राख्न तयारी गर्दैछु। यस्तै छ साथीहरू, धानको बिउ लाउनु पर्यो भनेर जग्गा अलिकति थोरै छ, धान रोप्नु पर्यो भनेर। अनि यो बाल्टिङमा बिहान दुध ल्याएको थियो, पुऱ्याउनु सँगै बजार दोकान पनि जाँदैछु। यहाँ बहिनी भाइ बहिनीहरू खेलिरहेर छ। मैले सौदा पनि ल्याएर आइसकेँ घरमा आएर भित्र पसेर चाहिँ यहाँ छोरीलाई भन्दैछु सामान भनेर। छोरी चाहिँ पछाडिपट्टि मकै पोलेर खाँदै बसिएको छ। मसँग कराउँदै रिसाउँदैछ। छोरा छैन त यहाँ मकै पोलेर खाँदै बसिरहेको आगो त छैन अनि कसरी चाहिँ हुन्छ। मैले चाहिँ फेरि यता उखु बारीतिर पसेँ। एकछिन यो उखुको टुप्पोहरू कुहिएकोहरू रहेछ, एकछिन तानेर मैले हल्का फुल्का सकेँ। गर्मी भएर बसिरहेको छु बाटोमा म। आजलाई यति नै, धन्यवाद हजुरहरूलाई पनि धेरै धेरै।